ल यहाँ हेर्नु है त, यो चाहिँ तपाईँहरूको ओल्ड इज गोल्डमा दिएको पनि क्वेसन हो होइन। यहाँनिर हामीलाई के भनिदिएको छ हेर्नु, क्वेसन त अब सजिलो छ, थोरै दिएको छ, डाटा पनि धेरै छैन केही पनि। के भनेको छ भने हामीलाई चाहिँ यहाँनिर शिखर इन्भेस्टमेन्ट कम्पनी हेज 50 मिलियन अफ सेयर्स अरे होइन। यसको गिभेन हेरौँ भने हामीले के हुन्छ भने टोटल एसेट्स इज इक्वल्स टु रुपिज 50 मिलियन है। अनि त्यसपछि 2 मिलियन अफ लाइबिलिटिज अरे है त, भनेको टोटल लाइबिलिटिज इज इक्वल्स टु कति हुन्छ त भने रुपिज, यसलाई चाहिँ हामीले रुपिज 2 मिलियन भन्छौँ है। अनि नम्बर अफ सेयर आउटस्ट्यान्डिङ भनेको नम्बर अफ सेयर आउटस्ट्यान्डिङ भनिदिएको छ होइन, क्वेसन खासै गाह्रो त छैन है त। एन इज इक्वल्स टु कति छ त भन्दाखेरि 40 लाख सेयर्स रहेछ है। 40 लाखवटा सेयर्स चाहिँ आउटस्ट्यान्डिङ रहेछ है त एन्सर। अब ए नम्बरमा हामीलाई के सोध्यो भने ए नम्बरमा चाहिँ वाट इज दि एनएबी भनेको छ होइन। एनएबी निकाल्न त सजिलो छ। अब एनएबी त कति सजिलो भइसक्यो होला, अब तपाईँहरूले कुनै बिर्सिँदैन। एनएबी इज इक्वल्स टु के हुन्छ, टोटल एसेट्स माइनस टोटल लाइबिलिटिज डिभाइडेड बाई एन। टोटल एसेट्स भनेको कति छ, 50 - 2 डिभाइडेड बाई अब यसलाई हामीले मिलियनमा लाँदाखेरि चाहिँ यो 40 लाखलाई चाहिँ यो 4 मिलियन हुन्छ है। 4 मिलियन सेयर्स हुन्छ। किन हुन्छ भने 1 मिलियन इज इक्वल्स टु चाहिँ के हुन्छ भने 1 मिलियन इज इक्वल्स टु 10 लाख हो है त। 1 मिलियन इज इक्वल्स टु कति हुन्छ, 10 लाख भने चाहिँ 40 लाख छ भने 40 लाख भनेको चाहिँ कति हुन्छ, 4 मिलियन हुन्छ है त। यसलाई मैले 4 नै भनेर राख्दिएँ ल यहाँनिर है। इज इक्वल्स टु कति हुन्छ भने 48 डिभाइडेड बाई 4 भनेको 12 होइन, 12 हुने हो त। यो रुपिज रुपिज के हुन्छ, रुपिज 12 है पर पर सेयर है त। यहाँसम्म त मिलिरहेको होला होइन लिला। अब बी नम्बरमा हेरौँ है त। सपोज फन्ड पेज अफ इट्स लाइबिलिटिज वाइल एट द सेम टाइम द भ्यालु अफ एसेट्स चाहिँ डबल अरे। अनि हाउ मेनी सेयर्स विल अ डिपोजिट अफ 1 लाख रिसिभ अरे है त। यसले चाहिँ के भनौँ भन्दाखेरि यदि हाम्रो लाइबिलिटी चाहिँ जुन माथि छ नि, लाइबिलिटिज 2 मिलियन भनेर जुन दिएको छ नि लाइबिलिटिज, यो लाइबिलिटिज चाहिँ कसैले हाम्रो म्युचुअल फन्डले चाहिँ तिरेर भ्याएछ भनेको लाइबिलिटिज चाहिँ के हुन्छ त भने बी नम्बरमा हेर्नु है त। बी नम्बरको गिभेनमा टोटल लाइबिलिटिज इज इक्वल्स टु 0 हुने भयो है, किनभने सबै लाइबिलिटिज चाहिँ तिरेर भ्याइयो। अनि द भ्यालु अफ एसेट्स चाहिँ डबल भएको छ अरे। भनेको टोटल एसेट्स चाहिँ के भएछ भने टोटल एसेट्स चाहिँ पहिला कति थियो, रुपिज 50 मिलियन थियो भने यो चाहिँ डबल भएछ भनेको इन्टु 2 गऱ्यो भने यो कति आउँछ, रुपिज 100 मिलियन हुन्छ है। यो चाहिँ टोटल एसेट्स चाहिँ कति हुने भएछ भने 100 मिलियन। अब यहाँनिर के सोधेको छ भने हाउ मेनी सेयर्स विल अ डिपोजिट अफ 1 लाख रिसिभ भनेको छ। यो यसले के भन्न खोज्यो भने कोही मान्छे आएछ, कोही मान्छेले आएर डिपोजिट गरेछ 1 लाख रुपियाँ चाहिँ म्युचुअल फन्डलाई दिएछ क्या है। डिपोजिट चाहिँ कति भएछ भने 1 लाख रुपियाँ चाहिँ यो कसलाई दिएको हो भने म्युचुअल फन्डलाई दिएको है यो होइन, म्युचुअल फन्डलाई दिएको हो। भनी यो ल एकछिनको लागि मानिलिउँ सपोज है, यो XYZ भन्ने एउटा पर्सन रहेछ होइन, एउटा कुनै मान्छे हो। यसले चाहिँ के गरेछ भने डिपोजिट गरेछ 1 लाख भने यो XYZ मान्छेले चाहिँ कतिवटा सेयर पाउँछ त भनेर सोधेको। हाउ मेनी सेयर XYZ विल रिसिभ है। XYZ भन्ने मान्छेले चाहिँ कतिवटा सेयर चाहिँ पाउँछ त त्यसो भए भनेर सोधेको छ। अब हामीलाई के थाहा छ त भन्दाखेरि सेयरको बिक्री केमा हुन्छ, सेयरको ट्रेडिङ हुने भनेको त एनएबीमा हो है। सेयर बिक्री किन्ने बेच्ने काम भनेको केमा हुन्छ, म्युचुअल फन्डको सेयर किनबेच हुने भनेको चाहिँ एनएभीमा हुन्छ है त। अब यहाँनिर चाहिँ हाम्रो पुरानो एनएभी काम लाग्दैन, हाम्रो पुरानो एनएभी काम लाग्दैन किनभने लाइबिलिटिज पनि चेन्ज छ, एसेट्स पनि चेन्ज छ है त। त्यसो भए हामीले नयाँ एनएभी निकाल्नु पर्छ न हियर होइन। हियर एनएभी इज इक्वल्स टु के हुन्छ, टोटल एसेट्स माइनस टोटल लाइबिलिटिज डिभाइडेड बाई एन। यो भनेको कति भएछ त भने यो भनेको 100, यो भनेको -0 है। अब यो 4 होइन, यहाँनिर नम्बर अफ सेयरमा चाहिँ कुनै चेन्जेस भएको छैन हाम्रो पहिलाको सेयरमा।
भनेको नम्बर अफ सेयर एन भनेको चाहिँ हामीले एन इज इक्वल्स टु चाहिँ कति थियो 40 लाख थियो होइन 4 मिलियन है 4 मिलियन सेयर्स है त भनेपछि यो कति हुन्छ यो रुपिस 25 पर सेयर हुन्छ एउटा सेयर बराबर चाहिँ हाम्रो एनएभी कति रहेछ त भने 25 भनेको 25 रुपिसमा किनबेच हुन्छ है अब यहाँबाट हामीले थाहा पाइसक्यौँ होइन जस्तै देन देन के लेख्नु पर्यो भन्दाखेरि नम्बर अफ सेयर टु बी रिसिभड है टु बी रिसिभड बाई डिपोजिटर होइन जसले डिपोजिट गरेको त्यो डिपोजिटर चाहिँ यो एक्सवाइजेड होइन यसले डिपोजिट गरेछ यो डिपोजिटरले कति पाउँछ त भने यसले पाउने भनेको चाहिँ टोटल डिपोजिट है डिपोजिट कति रुपियाँ गरेको छ र एनएबीको प्राइसमा किन्नुपर्छ है त भनेको उसले कति राखेको थियो पैसा उसले 1 लाख रुपियाँ पैसा राखेको थियो एनएबी चाहिँ हाम्रो कति छ भने एनएबी चाहिँ हाम्रो 25 छ भने यो डिपोजिटरले कतिवटा सेयर किन्न पायो त भन्दाखेरि यो डिपोजिटरले चाहिँ 4,000वटा सेयर चाहिँ किन्न पायो है एनएबीको चाहिँ 4वटा सेयर किन्न पायो बी नम्बरको कुरा बुझ्यो लिला यस्तै गरेछ यहाँसम्म कुरा बुझ्यो अब सी नम्बरमा चाहिँ के भनेको छ भने सपोज सपोज द कन्डिसन गिभेन इन पार्ट बी है इफ द फन्ड ट्रेड्स एट 5% प्रिमियम अरे है त फन्ड चाहिँ 5% प्रिमियममा ट्रेड हुन्छ भने वाट इज द मार्केट प्राइस अफ द फन्ड सेयर अरे हाउ मेनी सेयर विल अ डिपोजिट अफ 1 लाख रिसिभ अरे सेम कन्डिसन होइन केही फरक छैन सी नम्बरमा चाहिँ सेम कन्डिसन एज बी है तर हाम्रो जुन एनएभी छ नि यो एनएभी चाहिँ एनएभीमा यो सेलिङ प्राइस चाहिँ एनएभी होइन अरे है सेलिङ प्राइस चाहिँ एनएभी होइन अरे नो एनएभी होइन यसमा चाहिँ के जोडिदिएको छ त भन्दाखेरि यसमा चाहिँ प्रिमियम जोडेको छ अरे प्रिमियमको रेट चाहिँ कति छ भने प्रिमियमको रेट चाहिँ 5% छ अरे है त त्यसो भए यहाँनिर चाहिँ हाम्रो सेलिङ प्राइस कति हुन्छ त भने सेलिङ प्राइस इज इक्वल्स टु एनएभी वान प्लस प्रिमियमको रेट है प्रिमियमको रेट भनेको हाम्रो एनएभी कति निकालेको हामीले अघि न 25 रुपियाँ निकालेको छ है त यो भनेको 25 हुन्छ 1 प्लस 0.05 है प्रिमियमको रेट भनेको 5% भनेको यसलाई हामीले फ्रेक्सनमा राख्नुपर्छ यो गर्दाखेरि कति आउँछ यो गर्दाखेरि कति आउँछ क्यालकुलेटर यहाँ रहेछ 1.05 इन्टु 25 यो 26.25 आउँछ है यो रुपिस 26.25 आउने रहेछ यो चाहिँ है अब हामीले किन्दाखेरि चाहिँ सेयर कसैले किन्छ भने चाहिँ त्यसले कति रुपियाँमा किन्नुपर्छ त भने उसले चाहिँ 26.25 रुपिसमा किन्नुपर्छ है देन होइन यतापट्टि लेखौँ देन देयर फोर भनौँ न होइन देन भन्दा पनि देयर फोर नम्बर अफ नम्बर अफ सेयर्स टु बी रिसिभड टु बी रिसिभड बाई डिपोजिटर है टु बी रिसिभड बाई डिपोजिटर चाहिँ कति हुन्छ त भन्दाखेरि टोटल डिपोजिट डिभाइडेड बाई सेलिङ प्राइस है त यहाँनिर यो भनेको कति आउने भयो भने 1 लाख रुपियाँ उसले डिपोजिट गर्छ डिभाइडेड बाई हामीले के गर्नुपर्छ 26.25 गर्नुपर्छ है त यो गर्दाखेरि कति आउँछ भने डिभाइडेड बाई 26.25 गर्दाखेरि यो भनेको चाहिँ 3809.52 सेयर आउँछ अब यस्तो आधी उधी सेयर चाहिँ हुँदैन काहीँ पनि तपाईँहरूले यसलाई एप्रोक्सिमेट लेखिदिँदाखेरि हुन्छ है त सेयर्स ब्रेकेटमा चाहिँ फर स्योर भनेर लेखिदिनु होला है यति चाहिँ स्योरै पाउँछ उसले किन्न है सी नम्बरसम्म केही छ त पूछे सी नंबर तक
छैन। अब हामी हेर्छौँ डी नम्बरको है त, त्यसो भए कहाँ गयो, कन्ट्रोल भी गर्दाखेरि कहाँ हुन्छ, यहाँ रहेछ। ल, अब डी नम्बरको हेर्नु है त। तपाईँहरूलाई डी नम्बरमा चाहिँ के भनिदिएको छ भने, डी नम्बरले सपोज यु bought एज मेनी सेयर्स अफ द फन्ड विथ 1 लाख अरे होइन, हामीले चाहिँ 1 लाख रुपियाँ तिरेर सेयर किन्यौँ अरे यो सी नम्बरमा होइन। सी नम्बरमा कतिवटा सेयर किन्न पाउँथ्यौँ हामीले, 3809.52 सेयर हामीले किन्न पाउँथ्यौँ है होइन, यतिवटा सेयर चाहिँ हामीले किन्न पाउँथ्यौँ। अब यहाँनिर चाहिँ यो सेयर किन्यौँ अरे हामीले, 1 लाख रुपियाँ तिरेर हामीले यो सेयर किन्यौँ है। अनि त्यसपछि के भनेको छ भने, इफ सेयर इफ सेयर प्राइस पर युनिट इन्क्रिजेस टु 28 अरे, हामीले किन्ने बेलामा पर्चेस प्राइस कति थियो ल भन्नु त। हामीले किन्ने बेलामा कति रुपियाँ तिरेको, रुपिस 26.25 तिरेको। म्युचुअल फन्डको सेलिङ प्राइस हाम्रो लागि के हो, हाम्रो लागि पर्चेस प्राइस हो है। त्यसपछि के भनेको छ भने, इफ सेयर प्राइस पर युनिट इन्क्रिजेस टु 28 अरे, पछि यो भनेको चाहिँ P0 भयो है। पछि चाहिँ हाम्रो के भयो त भने, प्राइस चाहिँ इन्क्रिज भएर 28 पुगेछ। वाट इज द भ्याल्यु अफ योर इन्भेस्टमेन्ट एट द इन्ड अफ द इयर अरे होइन, यो भनेको चाहिँ इन्डिङ प्राइस है। इन्डिङ प्राइस, यसलाई चाहिँ हामीले P1 भन्छौँ। यो भनेको चाहिँ कति आउँछ त भने, रुपिस 28 अरे होइन। त्यसो भए therefore the value of investment at the end of the year है, एट द इन्ड अफ द इयर भनेको चाहिँ नम्बर अफ सेयर पर्चेस्ड इन्टु इन्डिङ प्राइस है। इन्डिङ प्राइस भनेको चाहिँ P1 राख्नु पर्यो हामीले होइन। यो भनेको नम्बर अफ सेयर हामीले कति किनेको, 3809.52 किनेको। इन्डिङ प्राइस चाहिँ हाम्रो कति छ, इन्डिङ प्राइस चाहिँ 28 छ भनेपछि यसलाई चाहिँ इक्वल्स टु इन्टु 28 गऱ्यो भने यो कति आउने रहेछ, रुपिस 1,06,667.67 है। हाम्रो इन्ड अफ द इन्भेस्टमेन्ट चाहिँ यति रहेछ, टोटल इन्भेस्टमेन्ट। अब यहाँनिर ध्यान दिएर हेर्नु है त, तपाईँहरूलाई क्वेसनले के पनि सोधेको छ, दुईटा चिज सोधेको छ है। यहाँनिर के सोधेको छ भने, एउटा चाहिँ वाट इज द भ्यालु अफ योर इन्भेस्टमेन्ट एट द इन्ड अफ द इयर अरे, यो त भइहाल्यो, हामीले निकालिहाल्यौँ, एउटा कुरा त यहाँनिर आइहाल्यो है। वाट इज योर इन्भेस्टमेन्ट रिटर्न भनेको छ, भन्नुको अर्थ हामीले लगानी गरेको पैसा कति हो। हामीले लगानी गरेको पैसा त 1 लाख रुपियाँ हो होइन। भनेको यहाँनिर हेर्नुहोस् है त, भ्याल्यु अफ इन्भेस्टमेन्ट टोटल भ्यालु अफ इन्भेस्टमेन्ट एट द बिगिनिङ अफ द इयर है। यो भनेको चाहिँ कति थियो, हाम्रो 1 लाख रुपियाँ थियो क्या, हामीले 1 लाखवटा सेयर किनेको। कसरी आएको थियो त यो भन्दाखेरि, हामीले 3809.52वटा सेयर किनेको इन्टु हामीले कति गरेको, रुपिस 26.25 गरेको है। यो हामीले यतिवटा सेयर किनेको थियौँ होइन, 1 लाख रुपियाँ लगाएर 26.25को रेटमा है त। यो भनेको चाहिँ P0 हुन्छ है, यसलाई तपाईँहरूले P0 हो यो, इन्टु P0। इन्डिङ प्राइस निकाल्दाखेरि P1 राख्नु पर्यो, बिगिनिङ भ्यालु निकाल्दाखेरि चाहिँ हामीले के गर्नु पर्यो, P0 राख्नु पर्यो। त सुरुमा हामीले लगाएको यति हो होइन। अब हाम्रो यहाँनिर चाहिँ यो 1 लाख रुपियाँ लगाएर, हामीले कति पर्सेन्ट प्रफिट कमायौँ त भनेर सोधेको हो क्या। तपाईँहरूले रेट अफ रिटर्न निकाल्न सिकेको होला नि सेकेन्ड इयरमा, त्यही हो है त। त्यसो भए रेट अफ रिटर्न भनेको चाहिँ के हुन्छ भने, टोटल भ्याल्यु अफ इन्भेस्टमेन्ट एट द इन्ड अफ द इयर है, एट द इन्ड अफ द इयर माइनस टोटल भ्याल्यु अफ इन्भेस्टमेन्ट एट द बिगिनिङ अफ द इयर है, डिभाइडेड बाई होइन, यसलाई हामीले डिभाइड गर्नुपर्छ, डिभाइडेड बाई
टोटल भ्याल्यु अफ इन्भेस्टमेन्ट एट दि एट दि बिगिनिङ अफ दि इयर है त। यो कति आयो त भन्दाखेरि 1,06,666.67 माइनस 1 लाख, यो हाम्रो प्रोफिट हो है। हाम्रो प्रोफिट चाहिँ कति हुन्छ त भने 6,666.67 चाहिँ हाम्रो प्रोफिट आउँछ। हामीले लगाएको कति हो त भन्दाखेरि हामीले लगाउँदाखेरि इन्भेस्ट गरेको चाहिँ 1 लाख रुपियाँ हो, इन्टु 100%। यसलाई पर्सेन्टेजमा लाँदाखेरि चाहिँ हामीले 100ले मल्टिप्लाई गरिदिन्छौँ है त। भनेको अर्थ यो -1 लाख होइन, -1 लाख डिभाइडेड बाई 1 लाख गर्दाखेरि हामीले 6.67% चाहिँ हाम्रो रेट अफ रिटर्न भएछ है त। यसमा के कन्फ्युजन छ? रेट अफ रिटर्न निकाल्दाखेरि के कन्फ्युजन छ? यो दुइटै छुट्टा छुट्टै क्वेसन हो। यहाँनिर हेर्नु है त के लेखेको छ भने एउटा क्वेसनमा चाहिँ के भनेको छ भन्दाखेरि द एबिसी ग्रोथ फन्ड होइन, अथवा क्लोज इन्ड इन्भेस्टमेन्ट कम्पनी भनेको छ, त्यही क्लोज इन्ड म्युचुअल फन्ड होइन, हेज अ पोर्टफोलियो अफ एसेट्स वर्थ 1,000 मिलियन अरे है त। यो 6 नम्बरको ल गिभेन हेर्दाखेरि यसको के छ त भने टोटल एसेट्स इज इक्वल्स टु कति भनेको छ रुपिस 1,000 भनेको छ है। अनि इट हेज लाइबिलिटिज अफ रुपिस 5 मिलियन अरे है त। टोटल लाइबिलिटिज भनिदिएको छ यसले। टोटल लाइबिलिटिज चाहिँ कति छ त भन्दाखेरि रुपिस 5 मिलियन रहेछ है। अनि त्यसपछि फेरि के भनेको छ, इट हेज यहाँ बिग्रेको बुकमा हेर्छु है त 80 है, यो यहाँनिर अलिकति छेकिया छ, यो चाहिँ 80 हो ल। इट हेज 80 मिलियन सेयर्स आउटस्ट्यान्डिङ अरे है त। नम्बर अफ सेयर आउटस्ट्यान्डिङ कति रहेछ त भने नम्बर अफ सेयर आउटस्ट्यान्डिङ यो चाहिँ एन इज इक्वल्स टु कति रहेछ, यो 80 मिलियन रहेछ भने ए नम्बरमा हामीलाई के सोध्यो भन्दाखेरि वाट इज दि एनएबी भनेर सोधेको छ है। एनएबी त अब सजिलो छ यो त होइन, टोटल एसेट्स माइनस टोटल लाइबिलिटिज डिभाइडेड बाई एन्ड यो भनेको 1000 - 5 डिभाइडेड बाई 80, यो गर्दाखेरि कति आउँछ रुपिस 995 डिभाइडेड बाई 80, 12 यो भनेको चाहिँ 12.44 है पर सेयर। यो चाहिँ 12.44 पर सेयर आउने भयो है त। अब बी नम्बरको हेरौँ है त। बी नम्बरमा के भनेको छ भने बी नम्बरमा चाहिँ इफ द फन्ड ट्रेड्स एट 5% डिस्काउन्ट अरे है त। 5% डिस्काउन्टमा ती उसले चाहिँ बेचिराखेको रहेछ होइन, आफ्नो सेयरहरू चाहिँ के गरेर आएर छ त भन्दाखेरि 5% चाहिँ डिस्काउन्टमा बेचिरहेको छ भने वाट इज द मार्केट प्राइस अफ द फन्ड सेयर भनेको छ है। भनेको मार्केट प्राइस अथवा सेलिङ प्राइस होइन, मार्केट प्राइस अघि नै हामी सेलिङ प्राइस निकालेको थियौँ त्यस्तै होइन, मार्केट प्राइस अथवा सेलिङ प्राइस भनेको के हुन्छ त भने एनएबी, डिस्काउन्ट भनेको घटाउनु पर्छ है यहाँबाट। अघि प्रिमियम हुँदाखेरि हामीले जोडेको थियौँ, किनभने त्यहाँनिर चाहिँ रेट बढेर आउँछ, डिस्काउन्ट भनेको चाहिँ रेट घटेर आउँछ है त। भनेको एनएबी कति निकालेको हामीले 12.44 होइन, 1 - डिस्काउन्ट रेट कति दिएको छ यहाँनिर, डिस्काउन्ट रेट इज इक्वल्स टु 5% है, भनेको 1 - 0.05, त्यसलाई गर्दाखेरि हाम्रो कति आउँछ भने इन्टु 0.95 गर्दाखेरि यो भनेको चाहिँ 11.82 पर सेयर है। एउटा सेयर चाहिँ कतिमा बिकिराखेको रहेछ भने एउटा सेयर चाहिँ 11.82 रुपिसमा बिकिराखेको रहेछ भन्ने कुरा बुझ्नु पर्यो हामीले है। ठिक छ यहाँसम्म? अलिला अनिसाको के छ, बुझिराख्नु भएको छ है यहाँसम्म?
कपी गर्नुभयो? अब अर्को क्वेसन हेरौँ ल, सेकेन्ड वाला। यसलाई फेरि हामी कन्ट्रोल भी गरौँ। सेकेन्ड वाला क्वेसन हेर्नुहोस् है त। सेकेन्ड वाला क्वेसनमा के भनेको छ भने, सपोज अ म्युचुअल फन्ड हेज द फलोइङ एसेट्स एन्ड लाइबिलिटिज अरे। यहाँनिर दिएको छ है, यो भनेको टोटल एसेट्स भयो। यहाँसम्मकोलाई चाहिँ हामीले के भन्छौँ, टोटल एसेट्स भयो है यो। ए सरी, यो यो दुईटा चाहिँ टोटल एसेट्स भयो। यो त गरिसकेको क्वेसन जस्तो लाग्छ त यार मलाई। यो भनेको चाहिँ टोटल लाइबिलिटिज है। नम्बर अफ सेयर आउटस्ट्यान्डिङ भनेको एन दिएको छ यहाँनिर, एन भनेको 50,000 दिएको छ भने तपाईँहरूले एनएबी निकाल्नु पर्यो। एनएबी भनेको चाहिँ कति हुन्छ, टोटल एसेट्स माइनस टोटल लाइबिलिटिज डिभाइडेड बाई एन है। यो पेएबल भनेको चाहिँ जहिले लाइबिलिटिज हो। रिसिभेबल भनेपछि चाहिँ, रिसिभेबल भनेको एसेट्स हुन्छ, पेएबल भनेको चाहिँ के हुन्छ त भन्दाखेरि, पेएबल भनेको चाहिँ लाइबिलिटिज हुन्छ। टोटल एसेट्स भनेको कति छ भने 7 लाख प्लस 5 लाख, 5 लाख माइनस 2 लाख डिभाइडेड बाई एन भनेको कति छ, एन भनेको चाहिँ 50,000 रहेछ है त। यो कति आउँछ, यो लास्टमा गएर यो त कति आयो, 7 5 12 10 लाख। 10 लाख डिभाइडेड बाई 50,000 है। यो भनेको कति आउने भयो भने रुपिज 50,000 है त, रुपिज 20 पर सेयर आउँछ है एनएबिएसको। अनि फेरि भनेको छ होइन, बी नम्बरमा, सपोज द फर्म सेल्स एनदर 1,000 सेयर, इट हेज 2% लोड, वाट इज द सेलिङ प्राइस अरे। यदि नयाँ सेयर बेचिरहेको छ भने चाहिँ अफर प्राइस अथवा सेलिङ प्राइस कति हुन्छ त भनेर सोधेको छ है। बी नम्बरमा लोड फी दिएको छ हामीलाई। लोड फी कति दिएको छ, 2%। लोड फी इज इक्वल्स टु कति छ, 2% है त। देयरफोर देयरफोर सेलिङ प्राइस अथवा अफर प्राइस है, सेलिङ प्राइस अथवा अफर प्राइस इज इक्वल्स टु के हुन्छ त भने एनएभी डिभाइडेड बाई 1 माइनस लोड फी। यसलाई चाहिँ हामीले केमा राख्नुपर्छ, यसलाई चाहिँ हामीले फ्रेक्सनमा राख्नुपर्छ है। एनएभी कति आएको छ, 20 डिभाइडेड बाई 1 माइनस 0.02 है। 2% भनेको कति हुन्छ, 0.02 हुन्छ। भनेको यो कति आउँछ, 20 डिभाइडेड बाई 0.98 गर्दाखेरि यो भनेको चाहिँ रुपिज 20.41 पर सेयर है। त्यसो भए यदि हाम्रो लोड फी हाल्ने हो भने चाहिँ हाम्रो कति हुन्छ त सेलिङ प्राइस, सेलिङ प्राइस चाहिँ 20.41 चाहिँ हाम्रो सेलिङ प्राइस हुन्छ है त। यो फर्मुलाहरू सम्झेको छ नि, यो लेखेको अहिले लोड फीवाला। यो अलिकति ग्याप भयो, लोड फीको क्वेसन नगरेको धेरै भयो। सम्झिराख्नु भएको छ यो? यो याद छ यो?